यो चाहिँ हाम्रो घरको ठ्याक्क बाटो निस्किने बित्तिकैको स्कुल। ठुलो जग्गा छ, एरिया बन्छ। यहाँ छ स्कुलको यो नयाँ बिल्डिङ। अनि यहाँनिर तरकारीहरू चाहिँ अब यहाँ पाउँदैन रहेछ, प्याज पाउँदो रहेछ। अनि किन्नु पर्यो भने चाहिँ यहाँनिर स्कुलकै उसमा अर्ग्यानिक च्याउ खेती र अर्ग्यानिक टमाटर खेती गरेर रहेछ नि यहाँ। अनि यहीँबाट चाहिँ बेच्ने गरेर रहेछ। स्कुलभन्दा बाहिर होला यो, तर मान्छेहरूले चाहिँ स्कुलमा पाउँछ भन्छन्। यही स्कुल ऊ त्यहाँ हुन्छ सरेर, हामी उता तलबाट आएको हो। सरे लस्करे चाहिँ यो नयाँ भवन होला सायद। पहिला राम्रो बनाएको छ। रेलिङको हेर न डिजाइन पनि त्यस्तो पनि राम्रो हुन्छ त है रेलिङको डिजाइन। अर्ग्यानिक खेती यताबाट भयो बाटोबाट। हेरौँ मान्छेहरू पठाउँछु त भन्नुहुन्थ्यो। पुरा टिपिकल गाउँ हो। बन्दाको तरकारी छ यहाँ। यो खोइ के हो? च्याउ चाहिँ कता रहेछ? बच्चा च्याउ फर्सी हो कि के हो यो? यो फर्सी, यो टमाटर हो। यो टमाटर हो। यताबाट देखिन्छ यस्तो। यो टनेला त भन्नु हुँदैन ल। यो फर्सी होला है। यो टमाटर यहाँ रहेछ। बन्दाकोपी यहाँ रहेछ। काउली होइन, बन्दाकोपी, पत्ताकोपी। खै त्यो काउली होला। सबै हरियो छ। टमाटर यहाँ छ। च्याउ चाहिँ हेर्न मन लाग्थ्यो। यो के हो? प्लास्टिकको ड्रिपवाला हो कि हो सिस्टम? हेर त काउली पनि रहेछ त। काउली खाइदिनु पर्छ कि हो? अर्ग्यानिक रे सबै। कि च्याउ खाइदिने? कहाँबाट ल्यायो त यत्रो गर्नलाई, खेती गर्नलाई? यो ड्रममै हालेर गर्ने त भन्यो। मैले त्यस्तो भन्दा हुँदैन भन्दै थिएँ। अल्छी छन् साल हाम्रो घरका त्यो दिनेशहरू। यसपालि टमाटर चाहिँ जताततै फलेछ है।